साथीहरु दर्शन नमस्ते मेरो युट्युबमा जोडिनु भएका सम्पूर्णलाई स्वागत छ। अब म चाहिँ कता हिँडेको लखर लखर भन्ने होला, बिजुली बालेर पनि होइन, घाम पनि लागेको छैन, पानी परेर भर्खर बिहान बिहानै मलेसियाको मौसमको यही मजेदार छ हैन। अब सामान किन्न हिँडेको, अब 2 तारिखको त उड्न पर्छ, त्यो भएर गुड्ने चिजमा हाल्ने सामान त किन्नु पर्यो। सामान किन्न हिँडिरहेको छु हैन, कुरो त्यही हो, म यही हो। भिडियो हेर्दै गर्नु, बरु छ्यास यसो कमेन्ट गर्नु न यार, कस्तो कस्तो सामान किन्दा होला, के किन्दा हुने हो। अलि इमर्जेन्सी सामानहरूको यसो छ्यास मलाई जानकारी गराउन। मलाई त्यति साह्रो आइडिया आएन कि के किन्ने भइरहेछ। म हिँड्न त हिँडिरहेको छु, यो जाडो सामान किन्ने चक्करमा पैसा जति खुलिदिएको छु, भइसकेको छ। गाह्रो छ मलाई। कसले बोलायो? अरे भाई बोलाता है मगर सुन्ने का नहीं। मलाई एउटा कुरा सिकाइदिनु पर्यो, अब मैले जोस र जाँगर बढाउनका निमित्त के खाने होला त? के खायो भने बढ्न सक्छ? यसो कमेन्टहरू गर्नु यार, के खाने होला हैन। अब यहाँ कन्स्ट्रक्सनको काम चलिरहेछ, काम चेन्ज हुन्छ। यस्तो काममा चाहिँ, यस्तो काममा हाल्नु अर्को काम बदल्न मिल्छ नि त अहिले। अनि खतरा बवाल भइरहेछ। पहिला भलिबल ग्राउन्ड थियो यहाँनिर। ल कमेन्ट गरौँ, के खायो भने ताकत बढाउन सक्यो। ल आउन त आयो बजारसम्म। यो कोप्चा जस्तो बजार छ, सानो। योभन्दा ठुलो बजार त मेरो गाउँको बजार छ यार। त्यही पनि अब सामान त किन्नु पर्यो। म्याउ बिराथो आइयो ट्याक्क बजारसम्म। अब छ्यास एकछिनमा ख्यास छिर्न पर्छ, सामान किन्छु है त। केटा पैसा निक्ल्यो। ल विश्वास नै हुन्छ। 700 या ठ्याक्कै पठाउँदो रहेछ नि त। अनि तर विश्वास त कसैको हुँदैन नि त। किन तैँले निकाल्यो? सिरोजिया जस्तो होला है। के गर्दैछ? खेर मात्र गरिरह यार। यहाँ गर्दैछ निस्किनु टाइम कतिचोटि यहाँ गऱ्यो है। CBL बैंकमा यहाँ पैसा होइन बोल तो, पैसा डाल रहा है ना, पैसा डाल रहा है CBL है, CBL में ट्रान्सफर पैसा हाल्दैछौँ। अब पैसा हालेर मलेसियावासी गोर्खेलाई खाडीवासी भन्नुभन्दा पहिला यो रोड भिजेको हेर के हो। यस्तो हिँड्दै बाटोमा पानी परिहाल्छ, जान भ्याइया छैन, अझै बाटोमै छौँ हामी। पानी परेर एकछिन त यस्तो ओतमुनि बसियो नि त, कस्तो ठाउँ बस्यो त्यस्तो झाडी जस्तोमा बसियो यार। बिजल छ ल, जाँदैछौँ अझै हामी, पुगेका छैनौँ। सामानहरू किन्ने क्रममा यति सामान किन्ने, तर 250-300 पर्छ होला यहाँ। हेरौँ यस्तो सामान बिजोग छ यहाँ। यस्तो सामानहरू किनियो। अब यहाँ अझै यो हेर्दैछु के किन्ने भनेर। यो फ्यान टाइपको हावा, ट्याक्क हावा दिन्छ। यो यस्तो चिजहरू हेर्नेलाई मात्र हुने नि सबै। हावा यस्तो दिन्छ। सामान मैले टन्न किनिसकेको छु यस्तो चिजहरू, केटाकेटीलाई क्या, सबभन्दा मेन केटाकेटीको इच्छा पुरा गर्नलाई यस्तो किनिरहेको छु। यो हावा फाल्दो रहेछ नि मजा। ल तास लिने त नलिउँ, काम छैन। केटाकेटीका सामान किन्दैछु क्या यार। एउटा यो अर्थ पनि रहेछ त यार, पृथ्वी। ओके ल ठिक छ, सामानहरू किनिरहेको छु होइन, यति धेरै। अब टन्नै सामान किनिसकेँ मैले चाहिँ। पैसा जम्मा गर्ने कलर यो नै त हो मेरो पनि। सामान किनेपछि किन्यो यस्तो एक झोला सामान। यो सामान तिमीहरूले कति रुपियाँ हाल्यो? तिमीहरूले 12 रुपियाँ। 13 उसको 7, 8, 13, लगभग ट्याक्कै 100 रिङ्गेटको सामान हो यो। यहाँ के छ दुनियाँभरिको छ। 100 रिङ्गेटको सामान किन्दाखेरि ट्याक्कै 3000-3200 जति नेपाली भइगयो। पैसा जति खुल्ली ख्यास बनाइया छ। गाह्रो छ हौ मलाई पैसा कमाउनलाई। 100 रुपियाँ कमाउन 2 दिन लाग्ने भयो। फाल्दाखेरि एक झोलो सामानमा ट्याक्क 100 रुपियाँ। हे भगवान्, गाह्रो छ यो।
कोफ्तो जस्तो बजारबाट पनि मार्केट गरियो, अझ बाँकी छ, 1-2 दिन लाग्छ होला चाहिँ सामान किन्न। झोलो भरिरहेको छैन नि त, गाह्रो छ मलाई। ल साथीहरू, भिडियो कस्तो लाग्यो होइन, छोटो मिठो बनाएको, सो टाइम पास पनि हुन्छ अनि सामानको पनि किनेको हुन्छ भनेर बनाएको होइन। अब घर जान मात्र 1-2 दिन बाँकी होला अनि अब कुरो त्यही हो, म यही हो, रिसाउनु पर्दैन, माया मर्दैन, झोलोमा सामान जति अटाउँछ त्यति मात्रै आउँछ है।